हेर्नु वाउ राम हरे श्याम। नमस्कार साथीहरू, आज पनि मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठिक छु। अनि सदा जस्तै आज पनि म नयाँ दिन नयाँ भिडियोको साथ हजुरहरू सामु उपस्थित भइसकेको छु। आशा गर्दछु हजुरहरू पनि सबैजना एकदमै सन्चै हुनुहुन्छ होला र हामी पनि सबैजना एकदमै ठिक छौँ। अनि आज चाहिँ हामी चाहिँ के गर्दैछौँ त भनेर भन्दाखेरि आज चाहिँ हामी सागा घुम्न जान आँट्दैछौँ होइन। अनि अहिले चाहिँ बिहानको 10 बजेको छ। अनि अब हामी खानासाना खाएर चाहिँ सागा घुम्न जान्छौँ। अनि हजुरहरू हाम्रो भिडियो हेरेर इन्जोय गर्नु होला, हामीहरूलाई साथ सपोर्ट र माया दिनु होला भन्ने आश गरेको छु। हाम्रो बुवा हुनुहुन्छ। हेलो बुवा। हेलो, के छ खबर? एकदम राम्रो हो। तपाईँ हामीसँग सागा घुम्न जाने कि नजाने? नजाने? हामी मात्रै जानु? ए ल ठिक छ त्यसो भए। आनन्दले बस्नु है त्यसो भए ल। किन लजाउनु भएको बोल्नु न। हाम्रो बुवा चाहिँ लजाउनु भयो है साथीहरू। अनि आमा चाहिँ यहाँनिर ठक्कसँगले खाना पस्केर यहाँ सानो हाई एभ्रीवन, के छ खबर? सन्चै हुनुहुन्छ गाइज? हाई वेलकम ब्याक टु माई च्यानल। नयाँ दिन नयाँ भिडियो आज पनि हामी आइसकेको छौँ है साथीहरू। यी हाम्रो चाहिँ कस्तो लाग्छ एकदमै हेरेर हामीलाई साथ सपोर्ट माया दिनु होला होइन। म चाहिँ त्यही भन्न चाहन्छु। यो युट्युबलाई होइन, यो च्यानललाई चाहिँ सपोर्ट गरिदिनु होला होइन। कागती काठ खोर्सानीले आमाले यहाँ के भन्दै हुनुहुन्छ? कागती काठ खोर्सानीले भन्दै हुनुहुन्छ। टक्कसँगले अब चाहिँ हामी खानासाना खान्छौँ होइन। खानासाना खाइसकेपछि चाहिँ अनि त्यहाँबाट टक्कसँगले खाना हाम्रो आमाले एकदमै मिठो खाना बनाउनु भएको छ। मलाई आमाले बनाएको हातको खाना एकदमै धेरै मनपर्छ। र हाम्रो बुवा पनि अहिले त एकदमै हेल्दी भइसक्नु भएको छ। किडनी ट्रान्सप्लान्ट भएर चाहिँ 1 वर्ष भइसकेको छ। अनि त्यस पछाडि धेरै राम्रो भइसकेर अब चाहिँ हामी एकदमै खुसी छौँ होइन परिवार। त्यही हो। अनि अब चाहिँ हामी खानासाना खाएर अहिले हजुरहरूलाई देखाउँछौँ अरू कुराहरू। हामीले चाहिँ भातहरू पनि मतलब खानासाना पनि खाइसक्यौँ र म चाहिँ यहाँ रेडी पनि भइसकेँ घुम्न जानलाई। र माम चाहिँ रेडी हुन आँट्नु भएको। अब रेडी हुने। मम पनि रेडी हुनुहुन्छ, म चाहिँ रेडी भइसकेँ। हामी चाहिँ सबैजना यी सागाको लागि रेडी भइसकेको छौँ गाइस। हेर्नु होला आज हाम्रो घुमाइ डुलाइ कस्तो हुन्छ होइन। अनि यता चाहिँ मेरो मम हुनुहुन्छ। यस्तो राम्री अलिकति आउनु त, यस्तो राम्रो देखियो। यता चाहिँ हाम्रो ईश्वरी देवी हुनुहुन्छ, ईश्वरा लाल। हाई। यता चाहिँ मेरो छोरी छ। हेलो। हामी चाहिँ अब हिँड्न आँटेको सागा घुम्नलाई। सागा जाँदैछौँ हामी सँगसँगै हजुरहरू पनि डुल्नु सक्नुहुनेछ होइन, इन्जोय गर्न सक्नुहुनेछ। हाम्रो भिडियोहरू इन्जोय गर्नु होला होइन, घरमै बसेर पनि। त्यही भन्न चाहन्छु। हामी जाँदैछौँ। अब चाहिँ हामी जाँदैछौँ सागा होइन। अब कहाँबाट गाडी लाग्छ? माथिबाट लाग्छ होला। हामी चाहिँ जाँदैछौँ। हाम्रो भिडियो कस्तो लाग्छ हेरिदिनु है, एन्डसम्म चाहिँ हेरिदिनु नबिर्सिनु। हेर्दै हाल्नुहुन्छ नि गाई चाहिँ। हेर्दै हाल्नुहुन्छ त। यहाँ चाहिँ मेरो हिरोनी आमा हो त। अनि यहाँ चाहिँ मामु एकदमै हिरोनी भइरहनु भएको छ सबैजना। मलाई त हिरोनी लाग्छ। हामी चाहिँ गाडी चढिसकेको छौँ होइन। अनि हामी चाहिँ गाडी चढिसकेको छौँ। गाडी कुदिराखेको छ। घाम चर्केको छ, गर्मी भइरहेछ काठमाडौँमा पनि। नानीले 25 चोटि जति भन्छ, माइन्ड नगर्नु होला एउटै कुरा। त्यस्तै छ। तर मलाई त खाना खाएर खाने बित्तिकै हिँडेर आउला कि खुसी लागिरहेछ। हामीले यसरी बोलेको त कालेर किन अफ गर्नु राम्रो होइन।
चाहिँ त्यही निस्किन्छ मेरो तिमीलाई कस्तो फिल भइरहेछ त आज घुम्न जाँदैछु भने एकदमै ह्याप्पी हो अनेस्टली भनेको है मैले एकदमै ह्याप्पी यस्तो धेरै धुलो नि धुलोले आमामामा यो गाडी स्पिड कुदाएको देखेर म त बौलाउन आँट्यो राम 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 प्लेन जत्तिकै कुदायो साथीहरू गाडी म त डर लागेर नि यत्तेरिका त्यस्तै भइरहेको क्या अघिदेखि अहिले चाहिँ अलिक स्लो भयो नत्र अघि प्लेन जस्तै कुदाएर बात म यहाँ पेनी काटेकै भइसकेको थियो म त ब्रेक फेलै भयो क्या हो भनेर यहाँ सातो कुद्दो पनि गयो के गर्नु र आइपुग्यो आएको हो खलाएर पानी लिन आएको यहाँ छ खुद्रा तिर्खा लाग्यो होइन चिसो नखाने छोरा किन निकाल्नु मसँग छ त झन्डै लड्यो हौ हामी चाहिँ जाँदैछौँ अब यस्तो तिर्खा लागेको भगवान् भनेर साथै छैन घरबाट पानी पनि खाएर हिँडेको गाडी जान्छ गाडी जान्छ छिटो छिटो गाडी जान्छ अरे अब छिटो जान्छ आइज ईश्वरी यसरी मिलु ईश्वरी यसरी आऊ गाडीमा सिट भेटिँदैन ए जति भेटिहाल्छ नि अच्छा आम्मा मामा हिरो नि ल त चस्मा अनि यो त ठुलो गाडी छ त अब यहाँ जग्गा यहीँबाट जानुपर्छ यहाँ त अस्ति नै हामी जग्गा हेर्न आउँदाखेरि पनि यतै गएको होइन खोइ के थियो हौ नाम पनि हाम्रो चाहिँ एकदम हिँडाइ मचिराखेको छ अब हामी सागाको लागि गाडी चढ्नलाई जाँदैछौँ त्यही भएर लु 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 त सागाको लागि गाडी चढ्न जाँदैछौँ यो कुन ठाउँ हो अरे ईश्वरा यो यहाँ हो जगते जगते रहेछ यो ठाउँको नाम चाहिँ जगतेसम्म आएर चाहिँ जगतेसम्म आएर चाहिँ आउनु जाँदैछु अनि हो त्यस्तो उयो बस्नु न त्यहाँको उयो बस्नु न पछाडि छ त पछाडि पो आइपुग्यौँ त हौ सिटमा कहिले पुगिन्छ लभ हिरोइनहरू हामी हो म चाहिँ मोटी हिरोइन हो म चाहिँ मोटी हिरोइन है गाइस हेर्नु होला मोटी हिरोइनको इन्जोय गरेकोहरू सबै म चाहिँ आयो उनीहरूले भन्छ जतिसुकै दुखी त नभनौँ होइन जतिसुकै पीडा भए पनि यो पनि प्लेन जतिकै स्पिड कुदाउँदो रहेछ बाफ्रे ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ
काठमाडौँहरूमा त गाडी पनि के साह्रो स्पिड कुराहरू हो मान्छेको सातो पुत्लो लिने गरी घरिघरि ब्रेक होइन मतलब त्यस्तो क्या स्पिड कस्तो स्पिड कुदाएको क्यामेरा पनि हल्ला यो गाडी नै त्यस्तो हल्लेको है गाइस हामीले आफै हल्लाको हल्लाउनु त ठिकै हो हल्लाउनु त हल्लाउनु त ठिकै हो तर स्पिड चाहिँ ओभर स्पिड क्या पुरै हेलिकप्टरै त्यो मतलब हुन्छ नि एरोप्लेन जस्तै स्पिड क्या अघि पनि अहिले भर्खर पनि त्यस्तो भएको गीत कस्तो राम्रो बजेको तिमीसँगै गर्नुपर्ने एक जरुरी इसरा कस्तो खतरा बाटो रहेछ यहाँ चाहिँ प्लटिङ गरेको जग्गा कस्तो राम्रो क्या सागा चाहिँ हामी आइपुग्न आँटेछौँ है यहाँ राम 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 के ल ल ल तेरिका हो बाटो फेरि त्यस्तै रहेछ मर्ने हो म त डर लागेर भगवान् तेरिका हो म त मरे मान्छे मरिरहेछ नि हौ तेरिका राम 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 हेर्न बाटो त्यहाँ सक्यो तेरिका आइपुग्यौँ गाडी पाउनु न सातो पुत्लो खायो तेरिका कत्रो कुदाएको त हौ कुदाउन त अलिकता त्यो गाडी चढ्दा पनि म त अब यहाँ चाहिँ कसरी जानु कहाँ जानु खोइ राम राम मलाई यो सपनामा आज मैले पुल चढेको देखेको थिएँ त्यस्तै भयो त आम्मा गाइस यहाँ हेर्नु है पुल सागाको गाइज यस्तो रहेछ नि त लु जाउँ बिस्तारै जाउँ गाडीहरू फेरि कति आएको नि म बाटो कस्तो हो यहाँ त यति साह्रो डर लाग्दो नि भगवान् उताएर नै आयो त्यो बडा गाडी हो ल अलिकता यता 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 पुल चाहिँ माथि हेर न त्यही त अनि कति आम्मा कस्तो अल्गो पुल हौ कहिले चाहिँ जानु त अब जाउँ न अब रोकिहाल्छ नि ए अब यहाँ त ला लडो को लडो अब एक्सिडेन्टको भयो त भगवान् कसरी भर्खर एक्सिडेन्ट भयो यहाँ यो बाटो चित्र त गयो छ्या कस्तो म त यो बाटो त्यही भएर डर लाग्छ जानु त हौ त्यही त किन रोक्नु यस्तैमा हेर्न मजा आउँछ लु जाउँ ए तेरिका बाइक लडेर फेरि कस्तो हौ धन्न केही भएन कस्तो कुदाउँदो रहेछ क्या यस्तो बाटोमा फेरि गाडी अलिक बिस्तारै कुदाउनु पर्छ नि अब जानुपर्छ है लु जाउँ लु हिँड्नु तेरिका यो आपत्तैकालीन रहेछ है तेरिका आम्मा पुल हेर पुल पुल सागाको पुल है यो चाहिँ पर्किरमा सागाको पुल देखाउँछ अब हजुरलाई सागाको पुल हो गाइस हेर्न सक्नुहुन्छ कत्रो लामो रहेछ आम्मा के हो राम 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 सागाको पुल
आउँदैछु हामी चाहिँ जाँदैछौँ गाइज कस्तो डेन्जर क्या पुल यो कालो छ काठमाडौँ कस्तो राम्रो भ्यू यहाँबाट हामी रोड ट्रेस गरेको अब माथिबाट हामी खिचेर देखाउँछौँ हजुरलाई हेर्नु सागाको पुल प्लेन पनि जाँदैछ आयो कत्रो लामो बाटो रहेछ त्यही त नि गाइस यो बाटो एकदमै लामो छ अरे हैन हो धेरै हिँड्नुपर्छ ठिकै यस बाटो छ जस्ट लिनु बरु राख न टिकटक बनाऊ यहाँ होइन एकछिन न माथि बनाउनुपर्छ भ्लग also इम्पोर्टेन्ट ओके अरे यतिले नै गरे छिट्टा भाइ गाइस आमाको पोज फेरि खतरा हे गाइस भनेको छ र आम्मामा छिटो आउनु छिटो धेरै घरमा बसेर मोटो मान्छेलाई घटाउन ल्याएको गाई आम्मा मोमो साह्रै लामो हजुर नमस्ते हजुर नमस्ते एकदम अहिले उकालो गइराखिएको छ होइन यो सागा भन्ने एकदमै पहाड एकदम बस आउँदैछ त एकदम भिरालो जग्गा होइन उकालोमा एकदम बस आउँदैछ पसिना आयो गाई गाडी आयो कहाँ आएको फेरि यो गाडी एकदम उकालोमा गाई यस्तो पहाड रहेछ क्या यो सागा भन्ने जग्गा चाहिँ आमा पसिनाले एकदम हामीलाई चाहिँ सतायो क्या अब यस्तो पसिनाले सतायो पुलमा चाहिँ यस्तो गरी हामी चाहिँ एकदम इन्जोय गर्ने राति मामुले सपनामा यसरी नै पुलमा हिँडेको देख्नु भएको थियो अरे हजुरको सपना एकदम पुग्दो रहेछ क्या गाई सागाको पुल आम्मा शिव भगवान यहाँ गएर चाहिँ फोटो खिच्दै अरे गाइस अस्ति भर्खर हामी काठमाडौँमा हल्लाएको छुइनँ सानो बहिनी छन् कि गाइस अलिक हल्लाउँछन् कि अलिकति हल्लाउँछन् यस्तै हो अब केटाकेटीको त्यस्तो पनि हल्लाउँदैन नगरिकन एकदम कमेन्ट गरिदिनु होला एकदम माइन्ड किन गर्ने होइन गाइस हामी यस्तो इन्जोय गर्ने खालको भिडियोहरू हजुरहरूलाई हँसाउने मामुला चाहिँ यति हँसाउने खालको भिडियो लिएर आउँछु भने त्यसको लागि सपोर्ट गर्नुहुन्छ लु गाइस यो चाहिँ काठमाडौँ हेर्नु काठमाडौँको भक्तपुर ए यो बाइकमा म एकदम यसरी गाई चढ्न मन लाग्यो भिड देखाउनु न ए भिड गाइस यहाँबाट पल्ट्यो भने त गयो त ए यस्तो डेन्जर रहेछ नि चिरिएर जान्छ नि नानी हो त्यति मेरो एउटा फोटो खिच्दै त लु भो यहाँ त नखिच्ने हेर्नु है यहाँ यो भिडमा खिच्न कस्तो राम्रो देखेको भ्यू पुल नानी पनि यहाँ भिडमा फोटो खिच्नु I'm so happy. Honestly, guys, I'm so happy. कस्तो डेन्जर रहेछ कि यहाँ
भनेर साध्यै छैन यस्तो डेन्जर छ नि हामी पुल उयो माथिको अघि भ्यू 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 यहाँ चाहिँ अब हामी यो पुल चढ्न आँटेको अघि हामीले देखाएको थियौँ नि त्यो के पो सागाको पुल होइन सागाको पुल चढ्न आँटेको ए यस्तो ठाउँमा आयौँ नि राम 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 जिरिङ जिरिङ त्यही त नि म त फर्स्ट टाइम आएको सागा भन्ने ठाउँ पनि फर्स्ट टाइम सुनेको आएको त्यो बाटो चाहिँ हिँडेको तर यहाँ माथि चढेको चाहिँ म त बाटो हिँडेको थिएँ कि थिएन खै थाहा भएन ए गाइस कस्तो खतरा भ्यू छ भने नि लु जाऊँ अब आम्मामा गाइस सब यत्रो चढ्ने पालि आयो हैसा हैसा यस्तो भिडमा हेरेर म त्यहाँ घर बनाएर बसेको कसरी बनाएको हो त्यहाँ भिडमा घर डरले मर्छु होला कसरी बनाउनु यस्तो भिडमा घर गाइस झर्दैन मलाई म छ्यात्तै गयो झन्डै लड्दै उकालो पाछ त्यहाँ पक्रेर लानु आउनु न मम्मी यो कसरी चढ्नु मम्मी 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 डर लाग्यो चढ्न पछाडिको बाटो पठाएर मन्दिरमै जाने होइन सलकै बाटो जानु फ्रीमा जानु छ यो पुलबाट चाहिँ तपाईँको भिड हेरेको लगाएको देखाएको अब हामी यहाँ जाँदैछौँ है गाइस यहाँ टिकट काटेर हामी उता पर जान्छौँ पिङ्कहरू खेल्न अहिले भरे आउँदाखेरि खाऊँ न आइसक्रिम माग्नु न त आइसक्रिम आइसक्रिम खाने रे व्हाइट फ्लेभरको कुन छ यो चाहिँ के हो कसरी हो त्यसको यो चाहिँ के हो यो चाहिँ लस्सी फ्लेभर लस्सी कसरी लस्सी 100 रुपियाँ ग्लास खाने लस्सी त कोनवाला खाने मलाई चाहिँ चक्लेटबाट अर्को व्हाइटमा होला तिमी ब्ल्याकमा खाने फोन बोक्नु न भइसक्यो आइसक्रिम 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 फोटो खिच्न लाटेको मलाई त के साँच्चै होला होइन म त यो बाटोमा अघि आउँदा आउँदा पनि यति डर लाग्यो यति डर लाग्यो यति डर लाग्यो भनेर साध्यै छैन होइन खोइ हो त अनि त्यहाँबाट सुन न यहाँनिर स्न्यापच्याट भिड यस्तो डर लाग्यो यहाँ भगवान् मान्छे कसरी बस्नु होला बस्नु होला त्यता हेरेर भिड छ उता हेरेर भिड छ त्यता हेरेर भिड छ म त म पनि साँच्चै साँच्चै लास्टै डर लाग्यो क्या यत्रो बाटो हामी कटेर त्यहाँ पुग्छौँ यहाँ चाहिँ राम्रो हो नि त ब्लग मामुलाई साह्रै डर लाग्यो त्यो ब्लग बनाउन त्यहीबाट स्क्रिनसट गर्दा आयो नि हो आमाको नि यता देखाइदेऊ न स्क्रिनसट गर्दा हुन्छ नि त अहिले आमाको एकछिन तर देखिन्छ क्या त्यहाँ पछाडिको देखिन्छ मेरोमा त देखिन्छ आई साथीहरू हामी चाहिँ आइसक्रिम खाँदैछौँ है आइसक्रिम खाँदैछौँ अनि त्यसपछि हामी जान्छौँ नि अनि पुलमा हिँड्ने कस्तो डर लाग्दो राम्रो कसरी कसरी हिँड्नु म त बन्च जम्पिङ गर्न आँटे जस्तो लागिसक्यो
आमालाई देखो कि देखो कति टाढा आउनु नि यहाँबाट यहाँ बस्नु यहाँ राम्रो फोटो आउँछ नि बसेर भयो माथि फोटो अहिले खिचौँ क्या त्यहाँनिर भयो छोटो पज गर कोही यहाँ खिचेको राम्रो बनाउने अनि तर मलाई तिमीले मात्रै लागेर नि ओ बहिनी मर्न आँट्यो के लगाएर त्यतिखेर यता हेर देखाउनु आम्मामामा के भन्ने गाइजहरूलाई हाम्रो गाई चाहिँ एकदम हामी चाहिँ यस्तो ठाउँमा आइपुगेका छौँ कि यो भक्तपुरको चाहिँ सागा भन्ने ठाउँ यस्तो रहेछ कि आमामा यहाँ एकदम पहाड क्या पहाड घरहरू अनि घरहरू पनि अलि पातला पातलै एकदम यो बाढी पहिरो जाने एकदम डर यहाँ पहिरो चाहिँ साँच्चै जाँदैन कि पनि के हो बाई चान्स त्यही त नि हो अस्ति पानी परेको बेलामा पनि गर्नु होला नि नजाओस् है भएको नजाओस् नजाओस् उता देखायो आमाले भन्दै हुनुहुन्थ्यो आमा हजुर कुरा सकेको छैन केही कुरा सकेको छैन पुल त्यस्तै अग्लो कति फिट उचाइमा छ होला यो पुल गाइज म भरे बताउनेछु आयो हामी मलाई चाहिँ एकदम मन पऱ्यो क्या शीतल ठाउँ हावा एकदम मौसम राम्रो तर म नि यहाँ बस्न चाहिँ नसक्ने डर बस्न त सकिँदैन हजुर हजुरले ठिक भन्नुभयो यहाँ बस्न चाहिँ एकदम पानी पर्दा त बस्न नसकिने हेट बाढी पहिरो जान्छ एकैतालमा स्वाहा पार्ने रहेछ यहाँ गयो यसो रमाइलो घुम फेरि यसो यो अग्लो पुलतिर भनाइ हो है यसो अलिक तर नजान पनि त सक्छु नजाने पनि त ठाउँ हुन्छ नि कुनै कुनै त यस्तो देखिन्छ तर आमा होइन कि यहाँ पाहाडमा बस्ने बानी भएको मान्छेहरूलाई त्यस्तो केही पनि लाग्दैन अब हामी तराईमा बस्ने मान्छेहरूलाई चाहिँ होइन गाई चाहिँ पाहाडै हो र त मजाले देखा न के देखाइरहेको छु त हो यहाँ के हो मेरो पनि पाहाडै हो घर चाहिँ होइन कस्तो मलाई थाहा छैन यहाँबाट देखिन्छ नि त्यहाँबाट देखिन्छ गरी नै हो ठाउँ चाहिँ पानी आउँदा चाहिँ यहाँ गाई कसरी बस्छन् यहाँका मान्छेहरू एकदम मलाई चाहिँ डर लाग्यो गाई आज धन्न घाम लागेको बेला आइएको छ पानी परेको बेला त उकालो चढ्नै नसकिने गाई हस् त अहिले र यति नै बाई गाई गाई मिठो लाग्छ गाई जो आइसक्रिम मलाई पनि खाएको यसो धेरै म चाड यस्तो गर्छु अनि यहाँ कि मामा होइन आइसक्रिम उकालो बाटो आउँदाखेरि अलिक ठाउँ नै लागेर चाहिँ ठाउँकै लागेर चाहिँ हामी चाहिँ खाँदैछु है गाई आएको थियो रौदा हावा चढेको त हावा यस्तो डौलाएको ला नाश भयो नि हौ आमा यो हावा नास भाला हेर्नु नि तिर खायो नि मलाई त जान कस्तो डर लागिरहेछ यो पुलमा कसरी हिँड्नु होला उहाँ न यो हावामा चाहिँ मलाई बनाइदिनु पुलले खान्छ कस्तो हजुर आएको लामो मोटो छु मलाई पुलले त हान्छ अरे यहाँ उयो पाइन्छ रिचार्ज पाइन्छ होला नि घुममा रिचार्ज चाहिँ हाल्थेँ अनि त्यहाँबाट ल अब टाइम आउँदैछ त जाने टाइम खायो अब हामी पुलमा जाँदैछौँ इट्स टाइम फर गोइङ पुल एकछिन मेरो भएको छ नि आमा डर लागेको छैन एकदम मलाई त एकदम कस्तो रिल्याक्स भएर मलाई डर लागिरहेछ कसरी कस्तो खान्छ नि पानी जाँदैछौँ अब हामी यहाँ आमा यो पाक ए दाजु ढाँडो लाग्यो म त बोक्दिनँ खानमा यो बना न फोटो बनाइदिँदै यसो आमाको टिकटक बना झर्ला नि
अबे हल्यो 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 जय श्री राम 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 हरे तिमीहरू अगाडि जाऊ न छोड्दैन बाटो चाहिँ हालिन्छ अब्बुल हल्लिरहेछ तिनजनाको बनाऊ न यो पुलमा ए अब मलाई डर लागेर मरे मम्मी मम्मी राम राम आउनु आउनु यस्तो राम्रो नि मामु मजा आयो मजा चाहिँ लास्टमा मजा आयो तर डर पनि लागिरहेछ ऊ शिव भगवान् हुनुहुन्छ दर्शन गरौँ त अनि जाऊँ ओहो लु अब चाहिँ जाऊँ ल उतै भन माथि यो नि यो मलाई नभन्नु न केही पनि मलाई केही पनि थाहा छैन म केही पनि सोच्नु सक्दिनँ अब अहिलेको अब हालत देखेर हरे श्याम हरे श्याम हरे हो त्यहाँबाट यता आउँदा ईश्वरा दिदी कसरी जानु होला मामु नहल्लिएर आयो सबै हल्लिन्छ हजुर कुदेपछि आउनु यता बनाइदिन्छु टिकटक त्यस्तो त होइन के र पनि र मामुहरूले टिकटक बनाउने अरे यहाँ खिच्ने मान्छे बनाउनु त टिटुवानको बाय 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 आम्मामा कति हो लामो पनि पहिरो उताबाट यताबाट त राम्रो आउँछ मेरो पनि एउटा खिचिदिनु नि त ईश्वरा दिदी त्यसरी अल्प गरेर एकछिन न मलाई यहाँ डर लागेर मन आँटिसक्यो भ्लगबाट एकछिन न म अबे राम 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 के देखेको मैले यति लामो पुरुष जान्छमा कहिले पनि देखेको थिइनँ चढेको पनि थिइनँ होइन चढेको त थिएँ तर अलिक छोटो थियो नि त मम्मी यहाँ हामीलाई देख हामी अगाडि जाऊँ न खै त टिकटकै बनाउने लामो पुल आम्मा, कति भनेको लामो पुलको हावा चलेको यस्तो सिरिरी आम्मा ए टिकटक बनाइदिँदै मलाई पनि टिकटक बनाइदिनु ल राम अगाडि खिच्दै जा न छोरा राम 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 हाम्रो सबैको यसरी खिच्दै जा त जय श्री राम भ्लग बनाउँदै भिडियो बनाउँदै टिकटक बनाउँदै यत्रो लामो बाटोबाट आएँ हामी यहाँसम्म एकछिन अलिक ढिलो हिँड्नु न म जस्तै कति मिनट लाग्छ चारजनाको जुत्ता भयो भने यहाँ फोटो खिच्ने अरे साह्रो डर लागिसक्यो मलाई हिँड न ल के गरेको के साह्रो डराएको ल त्यस्तो चाहिँ मलाई साह्रो मन पर्छ कस्तो आयो हेरौँ त एउटाले गरेको थियो के गर्नु तिम्रो म यहाँबाट जानै सक्दिनँ गाइस मम्मी कस्तो डेन्जर यार उही यहाँ हेर्नु न यहाँ हेर्नु न यहाँ 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 मलाई डर लाग्यो अच्छा गर्दैन एउटा
लु जाउँ अब फटाफटी। अब चाहिँ कुनै टिकटक ब्लग छोडेर हिँड्नुमै अब चाहिँ जामै धेरै भइसक्यो। के हो ला ओ माई गॉड मरे म डर लागेर। भगवान रक्षा गर्नुहोस् प्रभु। यस्तो यस्तो छ कि ओ माई गॉड मलाई कति डर लागिसक्यो। अब कसम भगवान कसम गाइस मम्मी सिरिङ भयो मलाई साच्चै Oh my भनेको God. गाइस यहाँ चाहिँ एकदमै खतरनाक छ। अहिलेसम्म त ठिकै छ, यहाँ चाहिँ एकदमै हावा चलेर यो पुल हल्लेर नरोकिकन सिधा सिधा हिँडिहालौँ न। टिकटक ओ माई गॉड ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। यहाँबाट मुनि त यहाँबाट साइडबाटै ओ माई गॉड इन्जोय गऱ्यौँ यति धेरै इन्जोय गऱ्यौँ भनेर साध्य छैन होइन। वाउ कस्तो हावा चलेको अब सर यसरी घुमाएर देखाइदिउँ न। यसरी यस्तो छ है हाम्रो पनि आयो है टिकटकमा टिकटक लाइभमा हो नि हामी यो भ्लग हो। हाम्रो चाहिँ यति धेरै इन्जोय गऱ्यौँ कि आज यति धेरै मजा आयो साँच्चै। यहाँबाट अब त यहाँहरू भुँडी हिँड्न उता मुनि भनेको आत्तेर भुँडी भएछ। यतिका म त मऱ्यो उफ म त एकदम दामी छ होइन। मलाई गाइज होइन क्या हामीलाई हेर्नेहरूलाई हेर्नु हुनेहरूलाई चाहिँ गाइज भन्ने हो नि त। तपाईँको त मैले एक लाख आयो यहाँ हेर्नु न झन् फाइनली आइपुग्यौँ गाइस। अब यो जङ्गलको बाटो रहेछ है गाइस। हामी यत्रो पुल कटेर आयौँ। अब गाइस अब यो कहाँ हो यो हामी कहाँको कहाँ हो यो राम गाइस काका 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 हिँड्यौँ हामी अन्त गाइस भ्लगमा हजुरहरूलाई हेर्दा कस्तो लागिरहेछ मजा आइरहेछ कि छैन गाइस कमेन्टमा भनिदिनु होला। उफ हाय हाय एकदम ह्याप्पी म त आजसम्म 2-3 चोटि भइसक्यो आएको हो र। एकदम राम्रो लागिरहेछ। त्यत्रो चोटि भइसक्यो आएको फेरि तल गर्नु भूत बङ्गला जस्तो लाग्छ। सरी बट के हो यो गाई साँच्चै भनेको मलाई कस्तो सुनसान भूत बङ्गलामा आए जस्तो लागिरहेछ। सरी बट कति खाली छ शून्य। के हो यो हेर्नु के हो शिवजी भगवानको उयो ए प्लेन जाँदैछ है। यहाँबाट चाहिँ प्लेन हेर्न सक्नुहुन्छ। प्लेन जाँदैछ बाई। यो चाहिँ शिव भगवानको मूर्ति। आमा कस्तो फिल भइरहेछ? ठिक छ नानी ठिक छ। के हो यो अम्मा खतरा रहेछ त यहाँ त। कहाँ मन्दिर यहाँ हेर्न उता पिङ के कस्तो कस्तो छ खै हेरौँ पिङ। अबे
नाइ यस्तो पिङ्क त नाइ ए यो पिङ्कमा त म पहिले पनि खेलेको थिएँ कहिले चारजना पनि मिल्दैन भाइ अनि मिलाइदिनु न हामी चारजनालाई धेरै भयो हजुर 120 गर्नु यहाँ छ पिङ्क गाइज यहाँ पिङ्क छ ए यहाँ हामी चढेको त अनि पहिले पनि चढेको थियौँ म त उता इटरीमा चाहिँ मन्दिर नजाने भने जाउँ माथि पानी दिनु त यस्तो के गर्ने यताबाट जाम न आम्मामामा जाँदैछौँ भ्लग बनाउँदै भिडियो गर्ने होइन लु टेमारीमै हामीले पिङ्क खेल्न आएको पिङ्क खेल्न आएको चप्पल खोलेर जानु अरे गाइस कस्तो आज एक्सक्युज मी अनि यो त माथि छ त अनि कसरी उफ्रिने आम्मामामा यो छ त यहाँ हेर्नु न यहाँ रहेछ यो यस्तो छ है गाइस यहाँ चाहिँ लभवाला प्रोडक्सन लेखाएको पनि रहेछ जाम नडरा है त म पनि जान्छु ल हामी दुईजना बस्छौँ कि सिङ्गल सिङ्गल मात्रै खेल्नु अरे अब तपाईँ के हो झन्डै ल यता चाहिँ मिल्छ यता चाहिँ दुईजना मिल्छ अब भिडियो बनाऊ है ल ल लु अब मचाउने चाहिँ कसरी भयो राम अबे कति तातो भयो यहाँ त म थिएन भाइले म अबे यो भाइले मचाइदिँदो रहेछ अब हामी चाहिँ कहाँ बस्नु त यहाँ त कस्तो तातो रहेछ भाइ मचाइदिनु त आमा खिचिरहेको छु कति लिनु मजाले मचाएको थियो नि लु भाइ एकखेप मचाउँदा खिच है अब उताबाट आयो मजा आयो सँगै भएछ मजा आयो एकदम बाबाको पनि टिकट कस्तो भयो त आमा एकदम मजा आयो उता खेल्न जानु पर्यो हौ माम्मा कहाँ ओ यहाँ पनि पिङहरू रहेछ नि त ल इजरादी पनि जानुभयो खै लु यहाँ चाहिँ पिङ खेलिँदैछ हामी होइन सबैजना अनि त्यस पछाडि ऊ माथि पनि रहेछ खेल्ने के हो यता पनि रहेछ त्यही अहिले एकछिनमा त्यही खिच्दा हुन्छ फोटो इजरादीले आउनुहुन्छ ल त्यसमा के गर्ने ऊ पिङ खेल्दै हुनुहुन्छ म पनि पिङ खेल्न गएको अनि होटलमा खिच्नु नि खोइ अनि हामी चाहिँ नगर्नु त्यहाँ त्यही त नि एउटा फोटो पनि खिच्छ नानी खिच्नु पर्दैन आइसक्यो हेलो ईशरा देवी यता हेर्न हाई 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 दामी रहेछ त यहाँ पनि राम मेरो वा कस्तो राम्रो नि म यहाँ खेल्न जान्छु मामु यस्तो रहेछ अब हामी यता सकेर अनि त्यता खेल्ने यता पनि रहेछ त बसेन यहाँ पनि बस्ने ठाउँ रहेछ
नानी आऊ तिमी र म बसौँ नानी आऊ आम पनि चढिसक्नु भएको छ है भाइ हल्लाइदिनु त यहाँ पनि हल्लाउँदै ट्याप पनि कत्रो लामो रहेछ हौ खिच्ने मान्छे राम राम स्रिङ हुन्छ स्रिङ मलाई ला गर्दिन त यहाँ यहाँ एकजना मिल्दैन अब खिचाबिनी वो यतिमै डर लाग्यो तँलाई चाहिँ कति भयो रोटी पिङ खेल्दिनस् रोटी पिङ पनि खेल्छु कि नत्र मलाई कस्तो एक्लै भएर कस्तो डर लाग्यो सिरानी पकडी कस्तो मजा आयो यहाँ पनि खेल्दै सागा चाहिँ तपाईँहरू एकचोटि घुम्न आउनु होला है यहाँनिर कस्तो रमाइलो रहेछ कि फुल घुम्ने ठाउँ होइन म चाहिँ यहीँ बसेर पनि एकदम भाषण दिँदैछु बसेर मलाई त बस्दै मन लाग्छ मलाई डर लाग्छ पिङदेखि डर लाग्छ क्या अब एकचोटि मचाइदिनु त मलाई अबे गाइस ल चिचामलाई यसरी ए टाउकोमा लाग्छ कति भइसक्यो गरेको उनीहरू एक्सपिरियन्स छन् यो उभिन मिल्छ भाइ मिल्दैन राम 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 मम्मा यता बिचरा बिरालो फोटो खिच्दा बिरालो बोक्दै खै म गइहाल्छु नि उता कस्तो राम्रो बिरालो रहेछ कस्तो राम्रो बिरालो रहेछ हौ काइदा रहेछ दिनभरि यही अबे कत्रो मचाइदिएको म आफ्नै सुरुवातै भाइले त भयो अब त ए तेरिका भाइले त हो गाइस म चाहिँ यहाँ छु मलाई चाहिँ डर लाग्छ म नानी मेरो पनि यस्तै फोटो खिच्दिनु ल खै म त उता गएकै सबै काटिरहेको अब फोटो खिच्ने मात्रै काटिरहेको छ सबै आँखा मात्रै देखिरहेको छ आइफोनले मात्रै हो एउटै होला त्यहाँ र यहाँ ल हामीलाई यहाँ मलाई यहाँ म चाहिँ उत्रिँदै हुनुहुन्छ है मामु अब पिङबाट यहाँ ईश्वर दिवससँग भएको छ आमा मामा रिङ कति लाग्यो ए यहाँ बिरालो छ हौ कस्तो क्युट बिरालो हाउ क्युट यहाँ दुईजना बस्छ त होइन एकजना मात्र हो दुईजना बस्छ नि मलाई चाहिँ जतिसम्म पसेर हान्न नि केही यत्रो लामो पिङ छ आमा त चिसो पारिदिनु न त्यहाँ भएको भिडियो खिच्दैन खोइ भिडियो खिच्दैन हेर न खिच्छौ चस लाउ चस लाउ न अन्त नि कस्तो फिलिङ भयो मामु पिङ खेलिसकेपछि रमाइलो भयो कि तर कस्तो वाक वाकी आएर नि ए भाइका दोलो हुने बिचरा त्यसै पैसा आउँछ त भाइ हो तेरिका बिचारा भाइले त्यतिकै 50 लिएको चाहिँ होइन क्या त्यही त बिचरा
कस्तो भइरह फिलिङ? यो त एक्लै त सक्दिनँ त भाइ, रोकिदिनु त एकचोटि। किन जानु जानु? नखेल्ने? डर छेरुवाको अनुहार हेर्नु है यहाँ, डर छेरुवाको। यति पिङ खेल्न डरले हुरुकै। होइन हौ, म पहिले खेलेको थिएँ, मलाई कस्तो खेल्ने मन छैन। आज कस्तो वाक वाक आइरहेको छ क्या, त्यो अघि त कापत त्यो हेरेर क्या त्यो। बिरालो यहाँ रहेछ आम्मा। कहाँ बिरालोको सातो गइहाल्छ। कस्तो भइरहेछ अनुभव? आम्मा रमाइलो भइरह। रमाइलो भइरहेछ। हाम्रो ससुराल चाहिँ डराउनुहुन्छ होइन? होइन हौ, मलाई कस्तो अघि त खोइ प्लेन आयो। कापै हाम्रो ससुराल चाहिँ डराउनुहुन्छ। होइन, म त्यही भएर। डराएको गाइस, मलाई कस्तो वाक वाक कस्तो हेलो डरपोक, के छ खबर? ए डरपोक होइन गाइस, डरपोकले पिङ पनि खेल्न सकिन। डरपोकसित नै मेरो छोरी चाहिँ डरपोक। होइन है गाइस, म डर यता चाहिँ कोही चाहिँ मलाई चाहिँ अब अलिकति खोइ के भइरहेको, मतलब मलाई खेल्ने मन छैन पोजमा क्या। फेरि यता चाहिँ कोही चाहिँ होइन, कोही यता। मलाई केही पनि भएको छैन ल, म कहिले पनि हेलो, डराउँदिनँ खेल्यो? पिङसँग। कस्तो भयो? म त सक्ने मान्छे हो। कस्तो राम्रो चौरी क्या यहाँनिर आनन्दले ढल्केर। यस्तो त घरमै बनाउँदा नि भयो नि यस्तो कार्पेट ल्याएर। अन्त नि यस्तो चिज बनाउनु पर्ने क्या, त्यो घर बाहिर नि। प्लिज, म डरपोक होइन है गाइस। डरपोक हो। खुट्टा उता लैजा। डरपोक नम्बर उहाँले पिङ पनि खिचिनन् पिङमा बसेर। समझ रहे हो ना? हाम्रो घुमाइ आज यस्तै यस्तै भयो। ए ल आमा, ईश्वरा दिदी, के गर्न आँट्नु भएको त्यहाँ? ईश्वरा दिदी, अनि के खै मेरो बिहा कहाँ राख्थिस्? म त्यहाँ बस्दा मात्र हुन्छ। हेलो सिस्टर। हँ? हेलो छोरू, हजुर, यो चाहिँ दुबई स्टाइलको कार्पेट रहेछ होइन? मलाई चाहिँ एकदमै राम्रो लाग्यो। भोलि पर्सि घरमा पटाका पड्काए, पटाका पड्काए, तिहार आउनु। ओछ्याउनु पर्ने रहेछ हौ नानी नि बाहिर क्या। तिहार पनि आयो, तिहार आयो, दसैँ गयो, तिहार आयो, हामी पनि इटली जाने दिन आयो। दसैँ गयो, तिहार राम्रो क्या आयो, यो हरि। तिहार सक्यो, छठ आयो, छठ सक्यो, स्कुल आयो। सक्यो सक्यो फोटोसुट। हल्का हल्लाइदिएन नानीलाई, हल्का। के साह्रो डराएको, यहाँ हेर्नु देख्न सक्नुहुन्छ है डराएको हो। हल्का हल्लाइदिएन, हल्का हल्लाइदेऊ, हल्का हल्लाइदिँदा ईश्वरा। डराउनु हुँदैन नि त, पिङ खेल्न पनि डराउँछ मान्छे। किन कराउनु पैसा तिरेपछि? हल्का हल्लाइदियो भनेको ईश्वरा फेरि सुन्दिनँ। हल्लाइदिइहाल न, हल्लाएपछि नदिएर हुन्छ। त्यति पनि हल्लाइदिएन एकचोटि मजाले। छोडिदिनु न, उसलाई डर लाग्छ। मान्छेले के भन्छ न त्यो बाहिर हेरिरहेछ। चिया कति साह्रो देख्नु भयो सबै। यहाँ मैले गाईहरूलाई सबै देखेँ। कति जति डराउँछ भन्ने कुरा चाहिँ
यहाँ खिचिदिन घाम। त्यस्तो चाहिँ नगर्नु लाठी जस्तो छ त्यस्तो नगर्नु न छ्या सुहाएन क्या हेर क्यामेराम्यान के छ खबर मैले वाक्क लाउँछु नि सबैजनाले यता पोज पनि छु। खालि सुत्नै यो उहिले नैको स्टाइल क्या यो मैले हाम्रो घरमा त्यो उयसमा एल्बममा भेटेको थिएँ यसरी फोटो खिचेको तेरिका लु जाउँ अब एउटा सुत्यो बसेर खिच्दै कतिवटा चाहिँ भयो फोटो पनि म त दिक्क ल माथि त उहाँ माथि शिवको राम्रो उहाँ माथि शिव हाँसिरहेको छन् लु होइन तेरिका खाएको गाइस डोन्ट माइन्ड बट यो भिडियो अलिक लामो छ हेरिदिनु होला मोबाइल लामो भयो नि आज मिठो रहेछ खाने अलिकति चाख्नु खै गाई सुत्नु भिडियो भयो डोन्ट माइन्ड गाइस यो भिडियो लामो भए पनि हेरिदिनु होला आयो कस्तो साइज छ सो कस्तो साइज वाउ वाउ चटपटी पनि बन्दैछ सो स्विट कुन फ्लेभर हो यो भेरी फ्लेभर रेम्बो रेनबो रेनबो यो कुन फ्लेभरको बहिनी थाहा छैन ए यो जुन फ्लेभरको हो नि खाँदा यो चाहिँ के को खिचेको छ है त हाम्रो भिडियो हेरेर क्या एन्जोय माया गरिदिनु होला खोइरौँ सन्ध्याले होला नि त्यो नहटाउनु है मैले त्यो गर्नलाई खिचेको त्यो यो भिडियो बनाउनु चट्टे खाना आँट्यो नि आऊ चट्टे खाना कस्तो रहेछ चाख्नु गाई यो मेरो लको अमिलो अमिलो चाहिँ भएको नि अरू मिठो छ भन्नु मिठो छ त्यो खै हामी मन पर्दैन गिलो हुन्छ हजुर भन्नु अमिलो मिठो आमा के को कलर त्यसो अमिलो नभएको चाहिँ बरु मिठो हुँदैन मलाई चाहिँ के भएको चटपटीमा अमिलो नहाल्यो मिठो लाग्छ त्यो भएको अनि के यति रमाइलो भयो होइन भनेर त साध्यै छैन हामीले चाहिँ नास्ता सास्ता पनि खाइसक्यौँ अब फेरि यहाँ माथि मूर्ति भएको ठाउँमा फेरि जानुपर्ने छ नास्ता सास्ता पनि खायौँ फेरि पुलदेखि नै घर जानुपर्ने अब नानी अब घर जाने बाख्रा नै खिच्छ अब अझै छ नि त अब अझै थ्याङ्क यू ए पानी अहिले तिर्खा लागिहाल्छ कस्तो राम्रो चाहिँ कति होला नि अब केही पनि यहाँ आएर न के हो के हो यो नखानुहोस् खाने भए तर त मिठो चाहिँ हुँदैन होस् छोडिदिनु नखाने कालो जतिकै चढायो त हौ के हो यस्तो हामी फेरि यो कुन जङ्गलमा आइपुग्यौँ हौ गाइज नयाँ पकायो गाइस पानी दिनु
कहाँ आइपुग्यौँ हौ कहाँ आइपुग्यौँ उफ हैया हैया मलाई यस्तो उकालो ओह्रालो भन्ने बाटोमा झन् डर लाग्छ लड्छु जस्तै आएको यता माथि होला नि मन्दिर त यता हो गाइज हामी चाहिँ हिँड्दैछौँ अब हामी यो के कहाँ जान आँटेको मन्दिर जान आँटेको अब चाहिँ फेरि अब चाहिँ हामी मन्दिर जान आँटेको लामो भएछ नि भिडियो के हुँदैन राम्रै हुन्छ जस्तै घरिघरि कस्तो राम्रो भ्यू रहेछौँ यहाँ गाइज पर्खिनु ल गाइज क्यामेराबाट देखेको छ कि छैन तर यहाँबाट कस्तो राम्रो भ्यू देखिरहेको छ गाइज जङ्गलको बाटो के फिल गर्दै हुन्छ मामु यहाँ आएर कस्तो लाग्दैछ हजुरलाई रमाइलो मलाई पनि रमाइलो लाग्दैछ आउनु आउनु न मामु मामु चाहिँ हेरौँ ला यो धुलै धुलो भयो त मेरो हात त आयो सरी केही पनि हुँदैन है राम हावा साथेर गोदक हाम्रै इलाममा यस्तै हुन्छ नि बाटो नि मामालाई मेरो गाडीको बाटो उतै होइन त बाटै छैन अनि बाटो नभएपछि यो बाटो होइन हुन्छ हो त्यहाँ पुग्ने गाइस हजुरहरूलाई ब्लग हेर्दा रमाइलो लागिरहेछ होला आशा गर्दा आई होप रमाइलो लागिरहेको होला आशा के भन्छ आशा मेरो नाम जाँदैछु मै गाइस कस्तो राम्रो क्या भ्यू झन् त्यस्तै आम्मामामा कति बिस्तारै गाइस वाउ कस्तो राम्रो हेर्न किचनहरू चिम्टीहरू पाउने ठाउँ कस्तो दामी आहा भ्यू काठमाडौँको भ्यू हेर्नु कस्तो खतरा भ्यू क्या यहाँ पनि दोकान रहेछ यहाँ हेर्नु न गाइज खै के को पो यो चिम्टेहरू त्यही त नि चिम्टेहरू पनि रहेछ कस्तो राम्रो चिम्टी 100 रुपियाँ 100 रुपियाँ अरे त मामु अन्त लड्यो गाइज यहाँ हेर्नु कस्तो राम्रो चाहिँ के हो हजुर नामको ब्रासलेट मामु यो नामको ब्रासलेट अरे यहाँ नामको ब्रासलेट अरे गाइस वाह कस्तो राम्रो यो यसलाई कति हो कस्तो राम्रो नि चस्मा अन्त ठुलो मान्छे कस्तो लाग्यो तर बच्चाको रहेछ राम्रो रहेछ सबै चिज चाहिँ मसँग यस्तो सेम टु सेम थियो कति हो अगाडि पुगिसक्नु भयो गयो भने चाहिँ के गर्नु भाइ उयो मालाउने ब्रासलेट रहेछ नि यो ब्रासलेटलाई चाहिँ सबै सहेको हो यो नामको ब्रासलेट बनाउँदैछौँ होइन कस्तो राम्रो के मेरो चाहिँ सासा हो माम चाहिँ के को पो बाबाको बनाउन आँट्नुभएको ब्रासलेट यहाँ चाहिँ लेटरहरू ल हजुर मात्र टाइम लाग्छ नि त फेरि होइन भयो ल
ओके बच्चाको कस्तो राम्रो क्या यो चाहिँ एस यो चाहिँ खोइ के हो यो बनिसकेको छ बाबाको नामबाट बनाएको हामीले कस्तो छ गाइस कमेन्टमा भनिदिनु होला PARSHU परशुराम हो तर परशु कति भयो भाइ 100 रुपियाँ टाइट बनाइदिनु राम्रो लाग्यो मामु कस्तो मन पर्यो हेर पनि अब भयो भने भरे बनाउँछ तर 100 हो भाइ अर्को पनि बनाइदिनु अहिले त भयो कस्तो राम्रो बन्दिनुमा बनाइके राखिदिन्छु होस् हुन्छ अर्को नाम भन्नु नि बनाइदिनु अहिले लु हामी अरू पनि छौँ नि त गादै हाँस्नु भयो त मजाले इसरा दिदी पर्खेको भयो आमा कहाँ जानुभयो पर्खिराख्नु भिनाजुको नाम लेख्नु भयो अरे मामुले नाजुको नाम लेख्नु पर्यो PARSHU पर्छु जाम लेट्स गो फेरि हामी जाँदैछौँ मामु कहाँ आइपुग्यौँ हौ मामु त्यो उता हट्टा लाग्दैन उतातिर त्यस्तै नि उता हट्टा लाग्छ आइपुग्यौँ है हामी आइपुग्यौँ कस्तो राम्रो रहेछ हौ हाई के हो कस्तो राम्रो शिव भगवानको यो वाउ फेरि हामी जाँदैछौँ कहाँ जाँदैछौँ ल कस्तो राम्रो के काट्नु भएको मामु वाउ कस्तो राम्रो मलाई कस्तो मनपर्छ शिव भगवानको यस्तो मूर्ति यो लिनु न यहाँ चाहिँ शिव भगवानको मूर्तिहरू गणेश भगवान बुद्ध भगवानहरू सबै अहिले आउँदाखेरि लिनुपर्छ ल स्टिकर पनि रहेछ यो स्टिकरलाई चाहिँ कति हो कस्तो राम्रो रहेछ हौ यहाँ पपेट पनि रहेछ पपेट गाइस पपेट जाम अब हाई गाइस हामी आइसक्यौँ कहाँ पो हो यो वाउ मन्दिर क्या दामी नि कति चाहिँ राम्रो हो कस्तो दामी यहाँ बसिरहनु भएको छ के भयो भगवानको स्ट्याचु मूर्ति कस्तो राम्रो जाम मामु हामी चारजनाको एउटा मन्दिर वाउ कस्तो राम्रो गाइस दर्शन आउनु न एरोप्लेन पनि जाँदै रहेछ बाई जाम न ओ we should go fast I don't know why but भन्दै हुनुहुन्छ के मन्त्र हो हामीले पनि भनिदिनु न शिव भगवानले रक्षा गर्नुहुन्छ मलाई एउटा मन्त्र चाहिँ थाहा छ है गाइस ओम नमः भगवते वासुदेवाय हरे कस्तो बिर्स्यो त हो ओम मात्रै आउँछ त फोटो हाम्रो हेर्न बक्खु ओम कृष्णाय वासुदेवाय हरिं परमात्मा देव परतम कृष्णासाय गोविन्दाय नमो नमः यो मन्त्र चाहिँ थाहा छ यो आउने तर पनि आउँछ चारजनाको खिचौँ तर अब अहिले क्या भन्नु कस्तो राम्रो छ गाइस वाउ
नानी सेल्फी हानेर हामी चाहनु आउन अल्छी नगरी जाउँ घर अनि सुन न। कस्तो राम्रो मैले त्यही चारजनाको सेल्फी हान्नु भएको है। हामी 3 जनाको फोटो खिच्दिन आँट्नु भएको। अब भगवानको खिच्नु पर्छ है। ल हामी जाँदैछौँ माथि। गाइस म्याट्री छोड्न हामीलाई गाइस भन्ने होइन क्या। माथिको निकालेर बनाऊ त ल ल ओके। माथिको निकालेर बनाऊ पोज पनि हेर त। खै हेरौँ न गाइस। पोज हेर पोज। राम 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 राम। लु आयो है आयो। यहीँ आउनु थियो। फाइनली हामी आइपुग्यौँ है। शिवजीको कस्तो मजाले बनाएको कस्तो मजाले बनाएको क्या यहाँ गाइस। हामी चाहिँ आइपुग्यौँ भाइ। माथि चढ्दैछौँ। खोइ यहाँबाट कस्तो नजिकबाट कस्तो राम्रो देखिएको। कति राम्रो है। वाउ कस्तो राम्रो क्या। के गर्दै के ए म पनि लाउने त्रिशुल कस्तो राम्रो रहेछ। टिका लगाइदिनु हुन्छ टिका। मलाई पनि लगाइदिनु न। राम्रो लगाइदिनु ल। मुठी बुझ्नु त रातो जिउ हुँदैन लगाउनु। कस्तो कालो आएन। अलिक यता भएको भए उज्यालो आउँथ्यो नि त। तपाईँले बङ्गाइदिनु क्यामेरा देखा कस्तो देख्यो मलाई। यो मन्दिरको चाहिँ निकाल न फोटो। निकालेको मन्दिरको निकाल न नानी मन्दिरको निकाल त निकालेको। नानी आम्मामा पोज देखो दे आम्मा कमेन्टमा भनिदिनु मलाई कस्तो देख्यो। घाम टल्क्यो। त्यही त नि। अलिक जस्तो घुमान कालो आउँछ यहाँ। कस्तो देख्यो गाई चाहिँ हामीलाई देखियो भनिदिनु भनिदिनु होला। टिका लगाइसक्यो प्रसाद प्रसाद पनि रे है। पैसा दिनुपर्छ कहाँ राखिदिने तेरी प्रसाद यहाँ चढाउनु जाम। वाउ गाइस कस्तो राम्रो। वाउ गाइस यो फोनबाट कसले राख्छ थाहा छैन। राम्रो देखेको छ होला तर रियलमा भन्नुपर्दाखेरि यहाँ रियलबाट हेर्दा यति अग्लो यति मसँग छैन। दोकानमा होइन यहाँ तल मैले बोकेको थिइनँ है। नेपाल पर्यटन वर्ष 2011 को अवसरमा स्थापित धार्मिक पर्यटकीय स्थल कैलाशनाथ महादेव। मलाई पनि तिर्खा लाग्यो। महालक्ष्मी के भन्छ पार्वती भगवान अनि गणेश भगवान अनि उहाँ फोटो खिच्ने। खै आमा अलिकति म अलिकति यस्तो गरिहाल्छु क्या। मलाई पनि खिचिदिनु है। मेरो कस्तो हाय सातो पुत्लो झन्डै गयो हौ। राम राम
भाइ झन्डै बनाएकै थिएन रातो पनि झन्डै गयो गाई त्यही त अनि सातो पुत्लो गयो झन्डै धेरै नबनाउनु आयो यति लामो भोला गाइजहरूलाई रक्क त लागेको छैन नि यो भिडियो चाहिँ एकदमै लामो भयो होला तर पनि अब कसै कसैको लामै हुन्छ होइन इन्जोय गरेर हेर्नु होला होइन तर त्यही भन्न आई चाहन्छु थिङ्क आई होप कि हजुरले मन पराइदिनु भयो होला यो भिडियोलाई होइन लामो भए पनि त्यही त अब थोरै त छ होइन अब छैन जस्ट अब त्यही हो हाम्रो एकजना भाइ TikTok परबाट पनि छ कुद्दै कुद्दै आउँदो रहेछ एउटा भाइ लडेर यहाँनिर मलाई एउटा बनाइदिएको भने म आफै बनाउँछु अब चाहिँ हामी घर लाग्दैछौँ होइन अब चाहिँ हामी अब टाटा बाइ गर्दैछौँ उतै गएर गरौँ न होइन मतलब यहाँको लागि चाहिँ यहाँ चाहिँ अब टाढा बाई बाई अनि अब हामी चाहिँ फेरि पुल तर्ने फेरि पुल तर्नु पर्यो अब चाहिँ हामी एकैचोटि घर गइसकेको भेट्टा आउँछ है गाइस अब एकैचोटि हामी घर पुग्छौँ ल अहिलेको लागि चाहिँ गाइस हामी चाहिँ घर आइसकेको छौँ मामु हामी चाहिँ घर आइसकेको छौँ यति थाक्यौँ हिँड्दा हिँड्दा सूर्य विनायकबाट हामी हिँड्दै आएको त्यहाँबाट गाडी पनि 12 बजी गएको 5:30 अनि 6 बजी धेरै धुलो छ जिउभरि यस्तो भइरहेछ होइन अब मिठो चिया पकाएर खान मन लागेको छ अब नानीले दुध ल्याउँछ अनि चिया पकाएर खाने है आजलाई चाहिँ यति नै हाम्रो भिडियो कस्तो लाग्यो हेरेर इन्जोय गर्नुभयो होला मलाई त्यो आश छ होइन अनि हामीले सुधार्नुपर्ने कुराहरू के छ त्यो पनि भनिदिनु होला अनि हामी सुधार्छौँ अनि कमेन्ट गरेर होइन अनि आजलाई चाहिँ यति भन्दै भिडियो इन गर्न चाहन्छु बाई बाई Bye. Don't forget to like and subscribe our channel. Bye.